Hi guys, good evening everyone. Welcome to my mini vlog day 8. सो यति राति कहाँ जान लाग्नु भएछ भनेर सोधिरहनु होला। मेरो साथीले अब न्यू भिलाको ओपनिङ गर्दैछ अनि त्यही भएर त्यसले सेटअपको लागि म्यानेजमेन्ट चाहिँ मैले गर्छु कि अनि त्यसको नयाँ भिला भएर अनि त्यसले मलाई भन्यो तैँले नै म्यानेजमेन्ट गर्नुपर्छ, सेटअपहरू तैँले नै रेडी गर्नुपर्छ भनेर मलाई भनेर अनि त्योसँग म गइरहेको छु गाइज। अनि कस्तो हुन्छ नयाँ घर अनि भिलामा कन्भर्ट कसरी हुन्छ म त्यो तपाईँलाई जानकारी दिन्छु। अहिले त फर्स्टमा हो, एउटा डेमो मात्रै हो अनि सेटअप गर्न टाइम लाग्छ। अनि सेटअप गरिसके रेडी भएर पनि त्यो भिला मैले तपाईँलाई देखाउने छु। अनि यो बेङ्गलोरमा म बिटिएम साइडको बस स्ट्यान्ड थियो त्यो अगाडिको, अनि त्यही भएर अब म भिलातर्फ पनि पुगेको छु। यो भिला नयाँ घर मतलब यस्तो हुन्छ क्या, यसलाई घर हुन्छ, घरलाई अब गेस्ट हाउस बनाउनु छ भनेपछि नयाँमा केही पनि हुँदैन गाइज होइन। अब आफूले पेन्टिङ, डेकोरेसनको सेटअपहरू, सोफा सेटहरू, बेड एरेन्जमेन्टहरू सबैले आफै गर्नुपर्छ। अनि नयाँमा यस्तो हुन्छ। अनि यसलाई भिलामा कन्भर्ट गरेपछि त्यो कन्भर्ट गरिसकेको पनि म ब्लग हाल्नेछु। सो गाइज अहिले यति राति मेरोमा पनि गेस्ट हुँदा पनि अब मेरो साथीले भन्यो भनेर कुरा किन काट्नु भनेर गइदिउँ हेरौँ भनेर। अनि यो चाहिँ मेन होल हो, यसलाई पार्टी होल चाहिँ बेडरुम बनाउनुपर्छ भनिरहेको थियो। अनि अगाडि टक्क पार्टी गर्ने सानो एउटा बार टाइपको र यतापट्टि डान्सहरू गर्ने पार्टी होल जस्तो टाइपको बनाउने यसले भनिरहेको थियो। अनि त्यही हिसाबको मैले यसलाई डेकोरेसनको सामानहरूमा के लाग्छ, विन्डो कर्टनहरू, कार्पेटहरू, कुन आइटमहरू, बेडसिट कभरहरू सबै दिनको लागि म सपमा अर्डर दिनको लागि सपमा गइसकेको छु मेरो साथी र म। अनि त्यही कारणले अर्डर दिएर पनि अब घरको लागि लेट हुन्छ भनेर अब उसलाई भन्दैमा म जान्छु घरतिर भनेर पनि उसले मलाई अब छोड्न गइरहेको थियो। सो गाइज आजको मिनी भ्लगमा यति नै छ। अनि भिला सेटअप भएपछि अफकोर्स हजुरहरूलाई देखाउने छु। अनि कस्तो लाग्यो आजको मिनी भ्लग भनिदिनु होला गाइज।